हाई एभ्रिवान, नमस्ते। परी एन्ड उस्मी किचनमा हजुरहरूलाई धेरै धेरै स्वागत छ। आज हामीले हजुरहरूको लागि रसबेरीको रेसिपी लिएर आएका छौं। रसबेरी चाहिँ हामीले प्राय जसो चाडपर्व, पूजापाठ, सेलिब्रेसन जस्ता शुभ कार्यहरूमा खाइने गरिन्छ। नर्मली हामीले यसलाई खाइरहेका हुन्छौं, तर यो कसरी बन्छ भनेर खुल्दुली हुन सक्छ। त्यसैले हामीले छिटो मिठो र सजिलो रेसिपी ल्याएका छौं। अब हामीले 2 लिटर जति डेरीको दुध लिएका छौं। यसलाई केही बेर उम्लन छोड्ने छौं। यो समयमा हामीले 1 कचौरा चिनीलाई मिक्सचरमा हालेर यसको पाउडर रेडी बनाएका छौं। दुध उम्लेर खेर जाने भएकोले यसमा ध्यान भने हटाउनु हुँदैन है। केही बेरसम्म मजाले उम्लिसकेपछि यसलाई बन्द गर्नेछौं र 2 वटा कागतीलाई काटेर यसमाथि निचर्नेछौं। अब डाडुले बिस्तारै बिस्तारै चलाउँदै जानेछौं। हेर्नुस् त, दुध बिस्तारै फाट्दैछ। दुधले मजाले पानी छोडिसकेपछि हामी यसलाई एउटा सफा सुतीको कपडामा छान्नेछौं। छानेर यसलाई 2 हातले मजाले निचर्नेछौं। यसको पानी मजाले निकाल्नु पर्ने हुन्छ, त्यसैले हामीले यसलाई 1 घण्टा यत्तिकै झुन्डाएर राख्नेछौं ताकि पानी सबै निस्कियोस्। अब हामीले यसलाई प्लेटमा निकालेका छौं। यो एकदमै स्पन्जी भएको छ, त्यसैले यसलाई मजाले हातले मुस्नु पर्ने हुन्छ जबसम्म यसको टेक्सचर नरम हुँदैन। अब हामीले रसबेरीको लागि रस तयार गर्नुपर्ने हुन्छ। त्यसैले 1 कचौरा चिनीको लागि 3 कचौरा पानी हाल्नेछौं। साथै यसमा सुकुमेल छोडाएर राखेका छौं ताकि बास्नादार होस्। अब यसलाई 15 मिनेट जति उम्लन छोड्नेछौं। सँगसँगै मुसेर राखेको रसबेरीलाई सानो सानो पारेर गोलो आकार बनाउनेछौं। अब हाम्रो पानी पनि उम्लेर रेडी भइसकेको छ। उम्लेको पानीबाट हामीले सुकुमेललाई छानेका छौं र एउटा एउटा गर्दै रसबेरीलाई उम्लिरहेको रसमा हालेर आधा घण्टा जति पाक्न छाड्नेछौं। हेर्नुस् त, यसको साइज फुलेर डबल भएको छ। अब हामी यसलाई सफा बाउलमा दिनेछौं। यो हेर्दै कस्तो खाउँ खाउँ जस्तो देखिएको छ।
अब हामी यसलाई सानो कचौरामा सर्भ गरेर देखाउनेछौँ। यो बाहिर हेर्दा जति राम्रो छ, भित्र पनि उत्तिकै राम्रो र स्पन्जी भएको छ। यसरी हामी घरमै बसेर बाहिरको जस्तै मिठो रसबेरी बनाएर खान सक्छौँ।